गाइजहरु हामी चाहिँ यहाँ के अरे हामी यो के भन्छ के अरे यहाँ निरो खोजेर आएर के अरे हामी यहाँ यी बाउटाउ हामी हो गाइजहरु घरमा छ है त्यो आइदिन्छु त ल नि यहाँ निउरो यति छ निउरो अहिले पछि बनाउनुलाई सुरु अब यहाँ भाँचिन्छ धेरै निउरो हो पार्ट 2 दिदी भोक लाग्यो खोलामा निउरो छ सबैजनालाई माया गरिदिनु होला ब्याक छ भाइ एउटा बसिरह होइन होइन त्यहाँ ठिक छ त यो चाहिँ मेरो बास्तिको तोन गोठालाको यस्ता इच्छा जोनी यस्ता इच्छा जोनी बन पाखा नि छागो नहीं दिन होनी वन पाखामा रुगाई झरीमा कहिले सुखा होनी ठागु हुने हो र खै मलाई सधैँ पीडा पर्छ मनमा यस्ता इच्छा जोनी मन पाखा होनी सानो नहीं नहोने वन पाखामा रुगाई झरीमा कहिले सुखा हुने होला यो गोठाले जीवनमा सधैँ पीडा पर्छ मनमा कहिले सुखा हुने होला यो गोठाले जीवनमा सधैँ पीडा पर्छ मनमा। थ्याङ्क यू सो मच। आजलाई यति हो है, सानो एउटा टुक्का मात्रै। सबैजनालाई देश विदेशमा रहनुहुने हाम्रा नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सबैजनाले सम्पूर्णले हेरेर हामीलाई माया गरिदिनु होला। खोला कराइरहेको छ, भाइले एकदम भोक लागेर निउरो टिपेर आएको, हामी झोलामा निउरो छ हैन। त्यसकारण हामी चाहिँ अब आजको यो मेरो यो सानो भिडियोलाई चाहिँ सबैले हेरेर माया गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरेर माया गरिदिनु होला हैन, साथ सपोर्ट दिनु होला भन्दै फेरि पनि यस्तै भिडियोहरू लिएर आउने चाहिँ तपाईहरुको माया र सपोर्ट
सधैँ पाइरहनको लागि भन्दै आजलाई यो भिडियो भने अन्तिम गरेर जान्छु। हस् त, धन्यवाद। थ्याङ्क यू सो मच।